नमस्कार, म झाँक्री प्रयास गुरु र आज म यहाँ यो सोताङ हुलु गाउँपालिका 1 मा आइपुगेको छु। यहाँ मैले सुनेको थिएँ यहाँनिर मैले दर्शन गर्न मेरो 7 कन्या देवी मैले पनि दर्शन गर्न आउनुपर्ने थियो र म दर्शन गर्न आएको छु र म दर्शन गर्न जानेछु है। जानुभन्दा अगाडि तपाईहरुलाई म के भन्न चाहन्छु भने यो यहाँ डाँडामाथि देवीको मन्दिर हुनुहुँदो रहेछ। 7 कन्या देवीको धेरै पुर्खालीदेखि चलिआएको मान्दै आएको पर्व र यो मान्दै आएको मन्दिरहरू हुनुहुँदो रहेछ र हामी त्यहाँ दर्शन गर्न जान्छौँ र त्यहाँनिर हामीलाई तपाईहरुले केही दृश्यहरू अब शक्तिको भगवानको शक्तिहरू दृश्यहरू देखाउने छु, मन्दिरहरू देखाउने छु, धामहरू देखाउने छु र त्यहाँनिर गरेको जोडिएको सामानहरू गर्ने देखाउने छु र मेरो यो सानो युट्युब च्यानलमा तपाईहरुले सब्स्क्राइब गरिदिनु होला, लाइक शेयर कमेन्ट सबै गरिदिनु होला र हेरेर कमेन्टमा छोड्नु होला कि कमेन्ट बक्समा छोड्नु होला कि के कसो रहेछ र कस्तो रहेछ भनेर तपाईहरुले छोड्नु होला र तपाईहरुलाई कस्तो लाग्छ र तपाईहरुले दर्शन गर्नको लागि यहाँ हुलुमा आउन सक्नुहुन्छ। गाउँपालिका 1 हामी चाहिँ फाइनली आइपुगेको छौँ। पहिली बाहिर गएको आउँदैन आएर अनि ऊ गएको अनि ऊ आउँदा ऊ बाहिरको बाहिरै त्यसो हुँदा हुँदै फाइनली हामी हाम्रो यो 7 कन्या देवीको मन्दिरमा आइपुगेका छौँ। हामी मेन द्वारमा आइपुगेका छौँ। अब हामी यहाँदेखि मेन हाम्रो मन्दिरमा जानेछौँ 7 कन्या देवीको मन्दिरमा। ल मंडल देवता मातर हो यो सिङ्गे धुप चाहिँ बाहिर लानु ल या बालेर भित्रको चाहिँ भिडियो नखिच्नु है।